भयो सो हेलो गाइज यता बोल्नु हामी चाहिँ कहाँ जानु लाग्यो भोलि थारीबाट जानु लाग्यो एक्जाम त बुनुको घरतिर अटो नै आएन गाइज सो हामी चाहिँ हिँड्दै जानु लाग्यो हेलो भनौँ बुनु वेलकम टु माई च्यानल गाइज फाइनली आयौँ कहाँ भन्न साथी हामी चाहिँ ए थारो होमस्टे मेरो चाहिँ फर्स्ट टाइम यहाँ आएको थिएन यस्तो गर्मी बिहानको गिलिटर आउँदैछ साथी र बत्ती घा लास्टै गर्मी मेरो पिम्पलको यहाँ दाग यस्तो ठुलो देखिया ल बाई गाइस बाई भन साथी टल्की छिन् साथी सेन्टेराले खाइस चटनी आएको कस्तो हो खाइरहेको छु मैले कति साह्रो सो गाइस हामी चाहिँ च्यालेन्ज गर्ने भनेको के लाग्यो हामीलाई चाहिँ पहिला कोक दिए पछि ललिपप ल्यायो अब कति हामीले सम्झाउँछ नि भनेर यस्तो च्यालेन्ज गर्ने भनेको अब हामीले पाइलो पनि त लगभग त्यही नै होला अनि भ्लग गराउने सेन्सिप गर्दा लगाएर आएको काम लागेन हामीले चाहिँ अघि नै मोमो चाउमिन भनेको गाइज यो पनि मान्छेले ललिपप मात्र थाहा पाएछ उहाँको भाइले चाहिँ ललिपप मात्र सोच्नुभएछ र यही हामीले कुरै धन्न भन्यौँ र अब चाहिँ आधा खाएर भइसक्यौँ आधा च्यालेन्ज गरेर हामी दुईवटा पिस फुल छिटो जान्छ ल 1 2 3 Aku tahu. Ini dia ha. Apa yang tu? Jadi orang more less भन्दा हो यो. Nakama. Kata pokok. Nakama. Orang dia. चुप्लाक छ त्यहाँ चोट्टा मोटा तर मैले सुरुमा आया गरेको गाइस म चाहिँ अन्त्य हो कस्तो स्वादै आएन यार रोक्नु एउटा कुरा भन्न लाग्थ्यो कि मैले के भनेको थिएँ हामी त सबै एकैचोटि हामी कति टाइम बस्यौँ है यति टाइम बस्यौँ हामी अहिले चाहिँ हामीले ललिपप पनि भन्यौँ लास्टमा अहिले चाहिँ ललिपप मात्रै सोच्नु भएछ कोक मात्रै सोच्नु भएछ कि हामी फेरि कुरेको कुरै हामी फेरि यहाँ कुरेको कुरै भइरहेको थियौँ अब चाहिँ कतिखेर आउँछ एकैचोटि आयो भने चाहिँ एकैचोटि गर्छौँ चाल्यो नि नत्र ढिलो आयो भने चाहिँ नै म भन्दा त सानो छस् क्या होइन त अगाडि भइस् म पछाडि भएँ म खान्न तैँले मुनिहरू सजिलो हुन्छ नहाल्न म मोटाउँछु भने छिटो त मोटाउनु पर्न फेरि म धेरै मोटी देखिन्छु बाई भन्नु बुनु बाई गाइस सी यु सुन जामिना म आएछु यहाँ फेरि अन्त केही पाइदो बोल के बोल्नु कालिहाल्छु म चाहिँ म त ओभर गोरी टल्केछु कालिहाल्नु त के हुन्छ अरे को खान्छ ल के भन्छ नारी जेले हातले नि खानु पाइन्छ होइन आफ्नो इच्छा होइन के चम्चा खालियोस् नाइ तैँले भनिस् त अघि अनि त्यही भएर गाइज 1 2 कस्तो वानमै तातो हो भाइ अब तातो होस् कि चिसो 1 2 3 गो मम्मी हालिदिस् त तातो भएन भयो नि हाल्यो हाम्रो त कहिले सोच्छ यार मान्छेले यस्तरी खाइराख्दैन
कल च्यालेन्ज गर्न बेकार रहेछ चले हम च्यालेन्ज भनेको अभी यही त हो त साथी धेरै नखा न मेरो इच्छा तेरो थलोमा चाहिँ धेरै आउँदैन अघि ललिपप तेरो कस्तो भएको थियो मेरो धेरै हो त मेरो मोमो धेरै रहेछ क्या काममा हाल्यो कस्तो भयो होइन भिडियोहरू त्यो त कस्तो रह्यो मलाई फेरि तेरो थोरै लगाइरहेको सानो हो यसकोमा उता निमिषन उति दिएको मेरो टाइम स्पेन्ड हुन्छ मलाई खाएकै हो जिपी हेरेर एटलिस्ट है त त्यसै हार्यो आइज फाइनली मैले जितेँ तातो भएर तातो सेम त हो त अनि एउटा म तातो खान सक्दैन दा यो सुस्ताउनु खाने त मजा लागेर यो चटनीमा खाने मिठो पेट फुल भयो मेरो त खा अब चाउमिन खान्छु भन्ने भयो अघि लस्सी नखाएर आएको भए चाहिँ त्यो त नपनि खाने अब त्यो खानु त पऱ्यो नि साह्रो च्यालेन्ज गर्ने र त्यो गर्ने हो सक्दैन होला म त फर्स्ट भिडियो नै यस्तो पोर्ने हो त्यो हुन्छ साइड लगाउनु त्यो प्लेट राख यति धेरै खाइहाल्नु च्यालेन्ज गर्ने र तेरो उसले मेरो पानी पुरै भयो सरी च्यालेन्ज गर्ने कि नगर्ने हो अहिले मजाले हामीलाई कुरा गरौँ अँ यार यस्तो बोल्यो है हामी म त बोल्दैन अब एक्लै हुँदा त बोल्थेन बोल्नु लाज लाग्थ्यो र भयो यार यस्तै गरी हामी बोल्नु एउटा त अहिले जितिस एउटा मैले छोड्दै ल अनि भ्लगमा के भनेर हाल्ने देख्छौँ त यहीँ देख्नेले चाहिँ चाउमिन खाएको नि हाल्ने हामीले सक्दैनौँ गाई हामीले किनकि मन्दिरकाको बिहान खाएर आएको थियौँ जेरी पुरी सबै खाइरहेको क्या लस्सी कचौरी कुचौँ मिठाई सिठाई खाएको त्यही भएर यस्तो भयो फुल भयो पेट चाहिँ हेर यहाँ पटल बिस्किन लाग्यो तर खस्यो मासु खान्छु भनेको के सकिँदो
म त लान्न म त लान्छु गाइज यो होटल चाहिँ यस्तो छ हेर्नुहोस् राम्रो छ भन्न राम्रो प्रमोसन हान्दै हामीले हामीलाई चाहिँ डिस्काउन्ट दिँदैन हाम्रो के रिभ्यू भन्छन् अरे अनेस्ट रिभ्यू के अरे भन्नु अनेस्ट रिभ्यू हामीले दिइरहेको हामीलाई चाहिँ प्रमोसन खै किनकि हाम्रो 40जना सब्सक्राइबर हुनुहुन्छ नि त त्यही पनि फ्यामिली मात्र हो हेर्नुहोस् यति नक्कल थियो चाहिँ म चाहिँ हल्का यो बिहानको सबै है डेलिभरी भन्ला नि यार जुन हामीलाई त किन होइन भने अब बिहान मन्दिर गएँ मन्दिरको भ्लग पनि हाल्न मन्दिर गएर आएको अब टिका मेट्नु भएन के अरे यता चाहिँ राम्रो आयो त कस्तो राम्रो यता फेरि यसको आइफोन है यो चाहिँ मेरो चाहिँ हल्का 17 प्रो म्याक्स थियो मेरो चाहिँ जम्मा 2 इयर होइन मेरो चाहिँ 12 हो यसको चाहिँ 14 हो गाइज चाहिँ हल्का 14 13 यस्तो नआइदियो हालिदिएँ म त मेरो 17 प्रो म्याक्स हो बारे गाइज त्यसै 14 भन्ने अब बोट खेल्छ बाजे ओ यो खाएर चाहिँ सकियौँ एकदम पेट फुल भयो एकछिन जब फोटो खिच मैले चाहिँ बोट गरौँ भनेको यो लोबिनी महँगो छ भन्छ त्यसै अब मैले एकचोटि काठमाडौँमा गरिसकेको छु यस्तोवाला बोट त्यो काठको भइदिएर चाहिँ मलाई गर्न मन लाग्यो त्यही पनि तँलाई इच्छा छ भने त ओके है भने त्यो नगरौँ भने मात्र गरौँला त ल इच्छा के पाल्नु भिडियो ल गर्ने भए गरौँ त गाइस सेम चस्मा यस्तो ला न सब सेम मलाई लाग्दैन लाज लाग्छ यस्तो नाटक गर्छ अन्धी जस्तो अति नभने यस्तो पनि अब मन त पर्दैन अब यो कराउँछु अनि त्यही राखिदिएको यस्तो राख्नुपर्छ नि यार लाइफमा त्यो लाज मानेर हुँदैन कि गाइस म पनि पहिला बढी लाज मान्थेँ आज लाज मान्दैन म भन्दा त यस्तो कुरामा लाज मान्दैन नि बरु खानेकुरामा मान्छेको लाज मान्छु होला यस्तो कुरामा चाहिँ खानेकुरामा बोल्ने कुरामा को लाज मान्छ बोल्न चाहिँ मैले त्यसलाई लाज मान्थेँ म चाहिँ बिचमा हल्का अन्त्य गएको ल हिँडिनु त एकछिन बसौँ अब तिनीहरू त यसो बाँस काटेर भ्यायो हेर त हामी अब घरलाई चाहिँ जुरु मेरो घरमा छ मतलब उता के पर विवेक गरेर तल हाम्रो छ त्यही ल रोकेर मलाई पनि देखेँ होइन यता हेर्न त कस्तो राम्रो देखिसिस गाइज हामी चाहिँ बोटिङ गर्दैछौँ बोटिङ मेरो मुखमा घाम पऱ्यो हुनु मतलब राम्रो त राम्रो ल कपाल चला मिला एक्टिङ गर हल्का वाउ गाइज फाइनली हामीले चाहिँ ड्रेस लगायौँ यो चाहिँ पुरा भयो कति वर्ष अगाडिदेखि इच्छा थियो इलाम जाँदा लाउन भएको थिएन हामीले दार्जिलिङको वाला त्यो यस्तै कस्तो थियो त हल्का डिफ्रेन्ट थियो तामाङ जस्तो यस्तो टाइपको मान्छे त्यहाँ नि पाएको थिएनौँ फाइनली गाइजहरू चाहिँ इच्छा पुरा भयो मलाई रोज लगाएको खासै मन परेन नि बुनु हो नाइन राम देखिया अन्त लाउँछु तर मलाई खासै राम ओ यहाँ ऊ पनि जरायो रहेछ किदारे माउन्टेन लास्ट त मलाई लाग्दैन गाइज म चाहिँ तामाङ भएको जुन चाहिँ नेवारी कोरान्ती देखियो कोलाई साहा भनेको कि अब म चाहिँ छेत्री हो यो चाहिँ बाहुन हो तर हुन चाहिँ हामी अरू नै भएन केही नसोच्नु होला हामी चाहिँ त्यस्तो होइनौँ यो कथा खाऊ कि मेरो गहना फेरि यहाँ यस्तो हुँदो रहेछ तामाङको तामाङ अलि लोभी हुँदो रहेछन् थोरै सुनिदिँदो रहेछन् नेवार चाहिँ हल्का अब हामी कहाँ खिच्ने केराको बोटमा हेर्नुहोस् कस्तो धेरै केरा अघि तामाङ लाथ्यो भने अहिले चाहिँ नेवार अघि तामाङ लाथेन तामाङ लाग्थ्यो मलाई घाममा गएको ए फाइनली गाइज हामीले चाहिँ के अरे गुरुङनी नेवारनी ड्रेस लगाएर गुरुङनी तामाङनी ए त यो के नेवारी ड्रेस लगाएर सक्यो नि तर कस्तो नराम्रो देखिएको छ यसलाई के भन्छन् यो चाहिँ मलाई मन पर्यो
यस मलाई मन पऱ्यो म